नमस्कार, म पुष्पराज रिमाल, श्रवण दृष्टिबिन नेपालको अध्यक्ष। ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब चाहिँ श्रवण दृष्टिबिन भएका व्यक्तिहरू, श्रवण दृष्टिबिन भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने शिक्षकहरू, वकालतकर्ताहरू, त्यसैगरी रिसर्च गर्ने अन्वेषकहरू, थेसिस लेख्नेहरू, जोसुकैलाई पनि यो एकदमै उपयोगी छ र श्रवण दृष्टिबिन भएका व्यक्तिहरूको लागि निर्माण भएका सबै खाले स्रोतहरू, विश्वमा बनेका सबै खाले स्रोतहरू यस पोर्टलमा पाइने भएको हुनाले चाहिँ श्रवण दृष्टिबिनताको बारेमा सजिलैसँग चाहिँ धेरै कुरा जानकारी हुन्छ। त्यसैले यो एकदमै उपयोगी छ। यो ग्लोबल डेफब्लाइन्ड रिसोर्स हब मैले प्रयोग गर्छु। म यसको पारखी पनि हो र यसमा हाम्रो देशमा बनेका श्रवण दृष्टिबिनसँग सम्बन्धित स्रोतहरू लगायत विश्वमा बनेका स्रोतहरू साथै स्थानीय समाचारहरू र नेपाल सरकारले चाहिँ तयार गरेका अनेक पुस्तक पुस्तिकाहरू चाहिँ यसमा चाहिँ एकदमै सजिलोसँग पाउन सकिन्छ, जसले गर्दा मलाई चाहिँ आवश्यक पर्ने स्रोतहरू खोज्न म अन्त जान परेको छैन। त्यसैले चाहिँ यो सबैको लागि चाहिँ उपयोगी भएको छ।